त्यही हो म भिडियो गर्छु जागिर खाने हो दसैँ जस्तो जमाना उसाजन दिएको छैन अब काजल भगवानले त सागर भूमिले त है मम्मी अलिअलि हल्का हल्का लाग्यो भूमिले चाहिँ डिप पिक्चरले चाहिँ मगरहरुले सिटीका लाउँछ फुट्दै हैन ओइ बसी अझ अहिलेसम्म तपाईहरु लाउनु भएन भने जागिर पाउस समयमा किशोरी चाम थोर्नुपर्छ हो चाम हातमा रहेछ थोपरै छ है हाम्रो 2022 सालको चाहिँ नि 10 वर्ष 12 वर्ष पछि प्रवास बसाई आँखै साथ हामी दशैं मनाउन गइरहेका छौँ विजय दशमी शुभकामना छ सबै परिवारलाई अब नि दास दुश्मनहरू सायद सबै साइड लाउन् अब हाम्रो चाहिँ यसपालि राम्रो पितृ पूजा नि गर्यौँ यसपालि सबै राम्रो होस् घरमा अब नयाँ अब चाहिँ परिवार पनि आएको छ त्यो सबै राम्रो होस् मेरो भाइले चाहिँ नि राम्रो होस् कतै कुरा पुगोस् अब दाजुभाइ मिलेर हेसिर पनि पुग्नुपर्छ अब चाहिँ राम्रो चाहिँ काम गर्नुपर्छ आफै कुरा सबै कुरा पुगोस् मेरो भाइलाई अब चाहिँ 12 वर्षपछि ऐतिहासिक दशैं मान्न गइरहेको छ दाजुभाइलाई राम्रो होस् दाजुभाइ सब साइड लाउन् अब हाम्रो राजनीति सामाजिक यात्रा चाहिँ सबै सफल होस् मेरो भाइ सबै चाहिँ सबैले चाहिँ मानुन् मान सम्मान गर्नु सबैले सबैले मान मेरो भाइलाई आशीर्वाद लागोस् अनि हामी चाहिँ अब दाजुभाइ मिलेर सुरुमा चाहिँ क्रान्ति गर्नुपर्छ अब क्रान्ति गर्नुपर्छ समाज सेवा गर्नुपर्छ आशीर्वाद लाग्छ मेरो भाइले ल त्यहाँ छ त खाममा पैसा दसैँ भने दिनु न अब दसैँ दिन के दिन्छ बच्चाहरुको पुरा दिनु भन मम्मी मासु र हाल्दिउ पच्चम कहाँ नखानु के त खानुपर्छ के अब के तिमी नाउ ल मरिलो यो पनि कुमरो तिम्रो त्यो बाला 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 लाइ त नि के आयो माया छ प्यार छ बुवाहरूको 2 वर्षपछि मेरो छोरा राम्रो पढ्ने है सिरनमा टोपी छोडेर आइले है दाजुभाइ हाम्रो दिदी बुवाहरूको सोचेको पुरा गरिदिने राम्रो पढ्ने तिमीलाई भनेको इच्छा गर्नु हाम्रो छोरीलाई राम्रो पढ्ने मेरो छोरी ज्ञानी छ हाम्रो छोरी अलि मान्ने सधैँ है छोरी अनि त इज्जतले खेल गर्ने राम्रोसँग पढ्ने मेरो छोरी छोरीले अब केही कमी हामी गर्दिनौँ मेरो छोरीहरूलाई सधैँ आशीर्वाद असल मान्छे भन्ने मेरो छोरी है तिर्नुको भाइ बिरामी बस अब कान्छी अब
मेरो छोरीहरू ज्ञानी छ मेरो छोरीहरू ल मेरो छोरीहरूले अब 12 वर्षपछि मेरो छोरीले टिका लगाएपछि मेरो छोरीहरू मेरो पुन्टोहरूलाई राम्रो पढ्ने बाबु आमाहरू इज्जत ख्याल गर्ने है छोरी ज्ञानी असल मान्छे ठुलो मान्छे बन्ने देशको सेवा गर्नुपर्छ भोलि पर्सि तपाईँ धेरै पढ देश सेवा गर्ने हो समाज सेवा गर्ने मेरो छोरीहरू टक्क धेरै पढ्ने भने मान्ने बाबु भने मान्ने हक लगाएर दिने ज्ञानी बन्ने असल बन्ने मेरो छोरीहरू ज्ञानी छ मेरो छोरीहरू असल छ मेरो छोराले 12 वर्ष टिका यता मेरो छोरा अब बुवाले भन्ने माने अहिले 5मा के अरे 5मा चाहिँ फर्स्ट मार्नु छोड ल मैले बुढा पढ्छ होला कता लडाइँ गरेको मेरो छोरा ज्ञानी छ ज्ञानी भन्ने सबैले भने माने सिधा गर मेरो छोरा कस्तो भन्ने मान्छे मेरो छोरा दिमाग टगडा हाउस मेरो छोरा ल लौ मेरो छोरा चाहिँ ज्ञानी होस् ठुलो मान्छे बन्योस् मेरो छोरो है छोरा ल टिका मुस्लिन्छ तपाईँ लौ ढोकर ल ल उठ अब भाइले यता त्यो दिन ध्यान छ ओइ मेरो अर्को मोटो डोक्टर आयो लो 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 बेबु मेरो छोरो धेरै टाढा आओस् जे जान्ने बनोस् मेरो छोरो आशीर्वाद लागोस् मेरो छोरोलाई मेरो छोरो बुवाले भने मानोस् है घर परिवारले बाजे बजले भन्ने मानोस् मेरो छोरो ज्ञानी छ मेरो छोरो रोग बेद नलागोस् मेरो छोरो सधैँ ट्यालेन्ट होस् पढाइमा है छोरो आशीर्वाद लागोस् मेरो छोरो मेरो बेबु ओ ज्ञानी लो 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 गाउँकालीमा बस्छ तिमीले 5 मा दिन्छु है लौ अब मेरो नाति अब मेरो नाति ठीक राखिन्छ उले लाग्छ त्यो नाति लाग्छ भाइ नाति राम्रो रहेछ मान्छे ह्यान्डसम रहेछ मेरो नाति पछि तक्क माउलीहरू बाजेहरूको के अरे माइतीहरूको के भन्छ यो माउलीहरूको माइती सब इज्जत राख्ने है नाति राम्रोसँग पढ्ने मेरो नातिले ल बाजे बोलाउनु है मेरो नाति डुहाउन इच्छा गरौँ मेरो नातिलाई लौ ल आशीर्वाद मेरो छोरीहरू आफ्नो पढ्ने त्यहाँ बाबा मम्मीको यहाँ घरको आफूले अब ले सम्झेर पढ्ने राम्रोसँग गर्ने त्यहाँ दौड पढ्ने त्यहाँ ड्रिङ्क पऱ्यो भने छोरीले पढ्ने त्यहाँ आफ्नो पढ्ने त्यहाँ धेरै कुरा अब आफ्नो सामानसँग राखेर त्यहाँ धेरै मोबाइल पढ्ने पढाइलाई राम्रो गरेर अब हाम्रो नानीको राख्ने हाम्रो मम्मीको मेरो कुपीको मान्छे कोही छैन मेरो पैसा भाइ पैसा टिका लगाएर आयो खाम्रो ल खुसी र भोग लाग्यो खानु सँगै खाम्ला भन्नु झन् के को सबै पछि राखेर मेरो फोटो खिच्दिएर अगरा ढेसी नकरा अलि अलि सिधा बोल्दै ओए पखमा भाइ मम्मी जान्दै अनि जाऊ न फिटिङ लाउन टम्मन लाइदियो हेर्छ के अलि सिधा पर्के ढेसी उसलाई बारे घर कसो गर्ने मलाई लाग्छ यसलाई नयाँ पैसा चाहिने ल दोकान
मैले लाने भयो ए कहाँ पोस्टेसन मागेको हुन्छ पस्दियो ल मैले भिडियो गरेर साथीहरूलाई खस्यो खस्यो तँ चुप जमरा हातमा न यता नआएछ पोस्टी अनि गाइज अब आफ्नो बुढीले यसरी बोक्नु पर्छ भन्नु मिलाएर जा त जा जमरा सुपी सक्किनु भएर हाम्रो यात्रा चाहिँ बडा दशैं 2072 को टीकाकरण पछाडि गाइज आज हामी बडा दशैं 2082 को यो अवसरमा बाबा मम्मीको हातबाट टीकाकरण गरेर लगत्तै हामी नयाँ घरमा जाँदैछौँ। तपाईले हामी भिड देखाइरहेका छौँ। अगाडि म छु भने पछाडि उहाँ हुनुहुन्छ। उहाँ को हुनुहुन्छ नाम मेन्सन गर्नु होला। उहाँ चाहिँ हुनुहुन्छ। आज हामी बडा दशैंको यो टीका लगाएर हामी नयाँ घरमा जाँदैछौँ। तपाईहरुको दशैं के कस्तो भइरहेछ यसो मिलाएर टक्कुलाएर बच्चो खाएर जस्तो जानकारी गराउनु होला। है त मिलाएर कस्तो छ भन्ने हामी जानकारी लिन चाहन्छौँ। गाइस दाबरी रातो टीका सेतो टीका लगाउँदै हामी फर्किँदैछौँ जन्मघरबाट। बडा दशैंको टीका थापेर बाबा मम्मीको हातबाट हामी टीका थापेर आइरहेका छौँ। हाम्रो माझमा यो ब्लग कहाँबाट हेर्दै हुनुहुन्छ यसो युट्युबहरूले पनि सब्सक्राइब गरिदिनु पर्यो गाइस। मिलाएर तपाईलाई कस्तो लाग्छ हामी यसलाई देखाइरहेका छौँ। है त मिलाएर त क्लब खाएर